के साथीहरू तपाईहरु पनि आफूले चलाइरहेको फेसबुक आइडी वा पेजलाई मोनेटाइजेसन गरेर घरमै बसी बसी महिनाको 20,000 देखिको 50,000 सम्म कमाउन चाहनुहुन्छ? साथै नेपालबाट फेसबुक आइडी वा पेज मोनेटाइजेसन हुन्छ हुँदैन? मोनेटाइजेसन गर्नको लागि के क्राइटेरिया पूरा गर्नुपर्छ? त्यो सबै विषयमा जान्न चाहनुहुन्छ र फेसबुक आइडी प्रपरली मोनेटाइजेसन गर्न चाहनुहुन्छ भने यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला र यो च्यानललाई सब्स्क्राइब भने गर्नु होला। आगामी दिनहरुमा पनि म फेसबुक र युट्युब सम्बन्धी टिप्सहरु साथै कसरी मोनेटाइजेसन गर्ने सबै विषयमा यसै च्यानलबाट भने म सबै कुरा भने तपाईहरुलाई सिकाउने छु। त्यसैले अहिले नै च्यानललाई सब्स्क्राइब गरेर जोडिन भने सक्नु नै छ। आउनुहोस् ढिला नगरिकन आजको भिडियो सुरु गरौँ। तपाईहरु धेरैजनालाई लागिरहेको होला कि नेपालबाट फेसबुक आइडी वा पेज मोनेटाइजेसन हुन्छ कि हुँदैन भन्ने कुरा। यसको एक वाक्यमा जवाफ दिने हो भने नेपालबाट सजिलैसँग फेसबुक आइडी मोनेटाइजेसन हुन्छ। तर यसको लागि हामी आफैले स्वयं एप्लाई गर्न भने मिल्दैन। फेसबुकले दिएको क्राइटेरिया हामीले पूरा गर्यौं भने फेसबुकले आफै नै हामीलाई कन्टेन्ट मोनेटाइजेसन उपलब्ध गराउँछ। त्यसपछि भने हामी नेपालमै बसेर नेपालकै बैंक एकाउन्ट जोडेर भने सजिलैसँग नेपालबाटै फेसबुक आइडीलाई कन्टेन्ट मोनेटाइजेसन गर्न भने सक्छौं। हामीले फेसबुक आइडी मोनेटाइजेसन गर्न लागि 6वटा क्राइटेरियाहरु पूरा गर्नुपर्ने हुन्छ। पहिलो कुरा भनेको फेसबुक आइडी वा पेज 18 वर्ष पूरा भएको हुनुपर्छ। अर्थात डेट अफ बर्थको हिसाबले भने फेसबुक आइडीमा 18 वर्ष भन्दा माथिको हुनुपर्छ। त्यस्तै दोस्रो कुरा भनेको मोनेटाइजेसन उपलब्ध हुने कन्ट्रीमा बसेको हुनुपर्छ। खुशीको कुरा के छ भने नेपाल पनि 6-7 महिना अगाडिदेखि नै फेसबुक मोनेटाइजेसन अवेलेबल देशको सूचीमा भने परिसकेको छ। त्यस्तै तेस्रो कुरा भनेको फेसबुक आइडी वा पेज भने खोलेको 30 दिन पुगेको हुनुपर्छ, 30 दिन पुरानो हुनुपर्छ। त्यस्तै चौथो कुरा भनेको फेसबुक आइडी वा पेजमा भने 90 दिन भित्रमा 3वटा रिल पोस्ट गरेको हुनुपर्ने छ। यी 4वटा क्राइटेरियाहरु त सजिलैसँग पूरा हुन्छ। तर 5औं र 6ठौं क्राइटेरिया भने अलिक जटिल नै छ। 5औं भनेको तपाईको पेज वा प्रोफाइलमा भने 10,000 फलोअर्स पूरा भएको हुनुपर्छ। त्यस्तै अन्तिम तथा 6ठौं भनेको तपाईको पेजमा भने 28 दिन भित्रमा 1,50,000 भ्युज भने पुगेको हुनुपर्छ। यी 6वटा क्राइटेरिया पूरा गर्ने बित्तिकै तत्कालै हामीलाई फेसबुकले भने कन्टेन्ट मोनेटाइजेसन उपलब्ध भने गराउँदैन। किनकि फेसबुकले भने हाम्रो प्रोफाइल पेजलाई भने रेगुलरली रिभ्यू गरिरहेको हुन्छ र त्यसमा भने ओरिजिनल कन्टेन्ट पोस्ट गरेको छ वा छैन त्यो सबै कुराहरुको भने चेक गरिरहेको हुन्छ। त्यसैले तपाईहरुले जति सक्दो चाँडो आफ्नो फेसबुक आइडी वा पेजलाई मोनेटाइजेसन गराउन चाहनुहुन्छ भने ओरिजिनल कन्टेन्टहरु हाल्नुहोस्। तपाईहरुको पेजमा कपिराइटेड कन्टेन्टहरु छ भने त्यसलाई डिलिट गर्नु होला। त्यो कसरी डिलिट गर्ने म आगामी भिडियोहरुमा पनि पक्कै पनि बताउने नै छु। तपाईहरुले ओरिजिनल कन्टेन्ट हाल्नुपर्ने हुन्छ, आफूले बोलेर कन्टेन्ट हाल्नुपर्ने हुन्छ, आफ्नै फोटोहरु हाल्नुपर्ने हुन्छ। कतैबाट उठाएको भिडियोहरु, टिकटकको वाटरमार्क भएको भिडियोहरु छ भने त्यस्तो भिडियोहरु भने तत्काल उडाउनु पर्ने हुन्छ। रेगुलरली ओरिजिनल पोस्ट हाल्नु भयो भने जति सक्दो चाँडो तपाईकोमा भने कन्टेन्ट मोनेटाइजेसन आउन सक्छ र तपाईहरुले सजिलैसँग नेपालमै बसेर मोनेटाइजेसन गरेर पैसा कमाउन भने सक्नु नै छ। पक्कै पनि साथीहरु तपाईहरुले बुझ्नुभयो होला कि नेपालबाट फेसबुक आइडी वा पेज मोनेटाइजेसन हुन्छ हुँदैन, मोनेटाइजेसन गर्नको लागि कस्तो कन्टेन्ट हाल्नुपर्छ, के क्राइटेरिया पूरा गर्नुपर्छ भन्ने कुरा भने राम्रोसँगले बुझ्नुभयो होला। साथै 10,000 फलोअर्स कसरी पुर्याउने त्यो विषयमा म एउटा छुट्टै भिडियो बनाएर भने तपाईहरुलाई सिकाउने नै छु र आगामी दिनहरुमा पनि यस्तै कन्टेन्टहरु हेर्न चाहनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नु होला र कमेन्टमा तपाईको फेसबुक आइडी मोनेटाइजेसन छ वा छैन कमेन्ट सेक्सनमा यस वा नो मा मेन्सन गर्नु होला। भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्त नमस्कार।